नमस्कार। आज एउटा सानो भिडियो बनाइरहेको छु। त्यो भिडियो बनाउनुको खास कारण चाहिँ झापा दमकमा चाहिँ साकेला प्रशिक्षण धन्दिजाइले चलाउनु हुँदो रहेछ। त्यसले गर्दाखेरि त्यहाँ पानी सजन्याको कुरा राख्नु भएको हुनाले थोरै थोरै रकम भए पनि बहिनी सङ्कलन गरेर पठाइदिनुहोस् है भनेर भन्नुभएको हुनाले चाहिँ थोरै रकम मैले सङ्कलन गरेर मेरो आदरणीय मान्यजन दाइहरू, भाउजू, भेना अनि काका सबैजना माथि हात फैलाएर भए पनि थोरै रकम सङ्कलन गरेको छु। थोरै भन्नाले पनि धेरै हो पानीको लागि। त्यसमा देमा आज चाहिँ दाइको एकाउन्टमा मैले पठाइसकेको छु। जम्मा 205 यहाँको रकम 205 भएको पाउन्डको 3 पाउन्ड चाहिँ चार्ज काटेर चाहिँ 202 पाउन्डको चाहिँ आजको रेट अनुसार 178.9p ले चाहिँ 36,139.59p हुँदो रहेछ। त्यो रकम चाहिँ मैले पठाइसकेको छु। यही जानकारी गराउनु छ। धन्यवाद। हाम्रो जति पनि मलाई मेरो बोली भनाइलाई चाहिँ मानेर चाहिँ सहयोग गर्नुमा सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि जम्मा त्यति मध्ये है 10,000 रकम चाहिँ खड्क खालिङ राई रवि रेणुका दिदीकोबाट 10,000 चाहिँ काठमाडौँबाट आउनेछ। टोटल जम्मा 46,139 रुपियाँ 59p हुन्छ है। आज सबै पठाएको छु। त्यसमध्ये 3 पाउन्ड चाहिँ चार्ज चाहिँ फेरि यो 3 पाउन्ड चाहिँ कहाँ गयो होला भन्नुहुन्छ होला। त्यसको लागि चाहिँ क्लियर गर्न चाहन्छु। दाइले पैसा रिसिभ पनि गरिसक्नु भएको छ। थोरै सानो भिडियो बनाएर पठाउँछु भन्नुभएको छ। अहिले त टाइम पनि धेरै गयो। त्यसमा जति पनि सहयोगी दातेहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। सानो काम भए पनि यसरी प्रशिक्षणहरूलाई पानी दिएर घाँटीलाई चिसो बनाउन तपाईहरूले साथ दिनुभएकोमा धन्यवाद दिँदैछु। यसरी नै थोरै सानो काम पनि पुण्य काम गर्नु चाहिँ पाएकोमा म पनि असाध्यै खुसी छु। धन्यवाद। नमस्कार।